यो 1 महिनाको अन्तरालमा मेरो नयाँ अपडेट फेरि एउटामा पैसा खानलाई हो कि 50-60 हजार रुपियाँ लाग्छ भनिदियो। बजार त पुग्यो तर बेड लक मैले तातो पार्नु पर्यो। समझ गएन। त्यही हो राति टक्क बारे सेट गर्नुपर्छ फोटोहरू। हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। म चाहिँ आइसकेँ ब्याक टु भ्लगिङतिर। अनि उता काम पनि भइरहेको छ मेरो एडिटिङको। फाइनली मङ्सिरको महिना पनि सक्यो। हिजो हामी गएको थियौँ धुरन्धर मुभी हेर्न होइन, र त्यो धुरन्धर मुभीको हाम्रो भ्लगिङको एडिटिङ पनि कम्प्लिट भइसक्यो भनौँ, ठिक भएर एक्सपोर्ट भएछ। र आज हाम्रो पोस्ट सुटिङ पनि रहेको छ साँझ। अब एकछिनमा फ्रेस भएर मैले एडिट गरिसकेँ, एकछिनमा म जान्छु बजार। र आज चाहिँ म घरमा केही काम भएको छ त्यो चाहिँ देखाउने छु त। र यो 1 महिना मेरो मङ्सिरको महिनाको कामको बिचको सिलसिलामा होइन भ्लगिङ पनि आएन। र मेरो घरको दोस्रो तलो पनि चिनाइ सुरु भएको थियो होइन। आज चाहिँ 5 दिनको चिनाइ होइन, 5 दिनमा म देखाउँछु भने कतिको भएको छ। यो 1 महिनाको अन्तरालमा मेरो नयाँ अपडेट फेरि होइन, नयाँ बाइक किनेको छु मैले। तर चाहिँ काम चलिरहेको छ आज छज्जाको लागि, सरियाहरू काटिँदैछन् न, त्यही जस्तो हुन्छ। तर यो एउटा प्रब्लम भनेको चाहिँ मेरो घरनिर गइदिएको छ कि यो बिजुलीको यो तार के भन्छन् 4 फेज भन्छ नि के भन्छन्, यो तार एकदम नजिकै छ कि। यसको लागि पनि मैले त्यहाँ वडामा निवेदन त दिएको छु, तर खै वडामा पैसा खानलाई हो कि 50-60 हजार रुपियाँ लाग्छ भनिदियो। त्यही पनि पर्सनल आफैले दिनुपर्ने रे, नेपाल सरकारले नगर्ने। खै के हो यो पनि कुरा बुझ्नु छ भने जानु छ त्यहाँ एकचोटि होइन। प्रब्लम छ यो रिस्कीवाला भयो, अलि पनि केही हावाहुरी लाग्यो भने चाहिँ घरमै आउने एकदम रिस्कीवाला ठाउँ भयो मेरो, रोड नजिक भएको कारणले होइन। अब म देखाउनु छु तलतिर होइन। त्यसपछि चाहिँ मेन आजको घरको भ्लगिङ भन्दा नै म बिहानैदेखि भ्लगिङ सुरु गरेको होइन। यसरी नै बानी बसाल्नु पऱ्यो भनेर कुनै स्पेसलको मात्र मोमेन्टको मात्र गरौँ भनेपछि रेगुलर स्पेसल त हुँदैन। त्यही भन्दा अब चाहिँ टक्क बिहान उठेर फ्रेस भएर चाहिँ काम गर्दैछु, एडिटिङ गर्दैछु भनेपछि एडिटिङ गर्दैछु भन्ने, अलि भिडियो खिचिराख्ने होइन भ्लगिङको लागि। अनि सुटमा जाँदैछु भने पनि सुटको भिडियो गर्ने भन्ने हिसाबको प्लानिङ गर्दैछु म। हेरौँ के कतिको हुन्छ। ल धेरै लामो पनि नबनाउने, सर्ट भ्लगहरू बनाउनु पर्ने हो। अब चाहिँ म आइसकेँ फेरि आफ्नो एडिटिङ रुममा होइन। मलाई यो बाहिरको काम यताउता के हो के हुँदैन, त्यो हार्ड कामहरू हुन्छ त्योमा सक्दैन होइन। किनकि हात पनि चोट लागेको छ न त, अलिअलि त सकिहाल्थेँ, हातले खासै काम गर्दैन। अस्ति फेरि 2 चोटि एक्सिडेन्ट भइसक्यो मेरो। फाइनली एडिट पनि सक्यो होइन, एक्सपोर्ट लगाएको छु र 2:14 भइसकेको छ। अब चाहिँ यो एक्सपोर्ट हुँदैछ र एक्सपोर्ट भइसकेपछि चाहिँ कम्प्युटर बन्द गरेर म जान्छु फोटोसुटमा। मैले टाइम दिएको छु आज 4 बजेको कपालको सुट गर्न होइन, पोस्ट सुटिङ। बजार त पुग्यो तर बेड लक टक्क बजार पुगेर हामी फोटोसुटमा निस्क्यौँ भनेर फोन गर्नुभन्दा केही समय अगाडि टक्क बाइकको हलाएर अति इम्पोर्टेन्ट काम पऱ्यो भाइ भनेर आजको फोटोसुट हाम्रो क्यान्सल गरिदिनु भयो। अब चाहिँ भोलि हामी बिहान नै 8 बजे जानेछौँ टिकापुर फोटोसुट गर्न। टिकापुर पार्कमा सुट गर्नेछौँ होइन। अहिले चाहिँ म स्टुडियोमै छु। हाम्रो ब्याग रेडी थियो। अब ठिक्क अहिले भाइहरू पनि उतातिर गए, ठिक्क अहिले पुष्पलाल चोकतिर। पुरानो हेलमेट आयो मेरो नयाँ। यस कस्तो देखिन्छ? म चाहिँ राम्रो देखिरहेको छु। म ह्यान्डसम त ह्यान्डसम हो क्या पहिलाबाट। के को भ्लग हो यो? यो होइन, आज फोटोसुटमा जाँदैछु भन्ने खासमा भ्लग बनाएको थिएँ, तर फोटोसुट क्यान्सल भयो नि त। राम्रो छ क्या?
यो कस्नुपर्छ है फेरि यो लुज छ तल एक सिसा यो माथिमा तिमीलाई कलर चाहियो यार मान्छेलाई हेलमेट भयो पुग्दैन तिमीलाई कलर चाहियो ठिक छ ठिक छ त राम्रो छ एक्सचेन्ज द प्रोडक्ट उठाएर ल्याऊ अब चाहिँ यहाँ बसेर काम छैन टाइम वेस्ट गर्नु छैन मैले लगेर फेरि फाइनली फोटो एडिट गर्नु छ अब चाहिँ म निस्किन्छु घर कस्तो जाडो छ जाडो धेरै छ यही बेलाले काँटो पार्नु पर्छ समझ गएन त्यही हो अब राति टक्क बारे सेट गर्नुपर्छ फोटोहरू त्यहीको फोटोहरू दिन बाँकी नै छ